आज मिति 2083 साउन 1 गते साउन सङ्क्रान्तिका दिन सम्पूर्ण बुद्धभूमि नगरपालिका वडा नम्बर 9 शिक्षा प्रेमी लगायत बुद्धिजीवी समाजसेवी उद्योग वाणिज्य महासङ्घ कम्पनी रजिस्ट्रारका कार्यालय सरकारी तथा गैर सरकारी संस्था आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा विदेश तथा स्वदेशमा रहनुहुने युवा वर्गहरू साथै आज साउन 1 गते माघे सङ्क्रान्तिको उपलक्ष्यमा विभिन्न परिकारहरू बनाई विभिन्न प्रकारको खानेकुराहरू खानुका साथै मनोरञ्जन लिनुहुन सबैलाई सूचित गर्दछु। यस बुद्धभूमि नगरपालिकालाई अझ सुदृढ गराउनका लागि उत्तरदायी बनाउनका लागि आजको साउन सङ्क्रान्ति भव्य रूपमा मनाऊ। सबैले हातमालो गरेर सहकार्य गरेर मेलमिलाप गरेर मनाऊ। भाइचाराको सम्बन्ध विचार सहसम्बन्ध सहअस्तित्वको भावना जागृत होस् र मनले आँटेका कुराहरू पुगोस् भन्न चाहन्छु। आजको यस अन्तराल शुभ उपलक्ष्यमा विभिन्न परिकारहरू पकाई मान्यजनहरूको आशीर्वाद लिई इष्टमित्र दाजुभाइहरूलाई एकदम राम्रो मानी आजको यस पर्व मनाउनु हुन सबै बुद्धभूमि नगरपालिकावासीमा हार्दिक अनुरोध गर्दछु।